हेलो गाइजहरु, म चाहिने दिउँसोको 12 बजेर समथिङ त्यस्तै कति मिनट गयो होला। म चाहिँ अहिले निसी खोलामा आएको छु मेरो प्यारो साथीको घरमा। यो निसी खोला हो। म तल जान लागिरहेको छु। यसो केही सामान लिन पर्यो भनेर साथीले तल काम गर्दैछ। निसी खोला हो यो। खाना खाए एकछिन आमासँग गफ गरे अनि यसो जानु पर्यो भनेर हिँडेको हो। गाउँतिर आएको म हिजो पोखरा अलि बस्न झ्याउ लाग्यो, त्यही भएर यसो आएको। यसो भ्लग बनाऊँ भनेर हो के अरे। भ्लग त मलाई बनाउन आउन्न, गफ गर्न आउन्न। जस्तो आउँछ त्यस्तै बोल्ने, जस्तो आउँछ त्यस्तै बोल्ने, जस्तो आउँछ त्यस्तै भिडियो बनाउने भनेको हो। अहिलेसम्म भ्लग बनाइएको छैन। मैले भ्लग बनाउन लागेको छु। आज मेरो फर्स्ट भ्लग हो यो है। कस्तो हुन्छ मलाई त खासै बोल्न आउँदैन है। त्यही भएर चाहिँ नि तपाईहरुले सिकाउनुस्। अनि मेरो भ्लग च्यानलको नाम चाहिँ नेपो प्रेम हो। त्यसमा गएर नेपो प्रेम सर्च गरेर सब्सक्राइब गर्नुस्। अनि मलाई सिकाउनुस् के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ। मैले अब भ्लग सुरु गर्छु। गाउँ आनन्द छ, गाउँमा आनन्द छ गाउँमा। यस्तोमा खायो, काम गर्ने छ भने काम गर्यो, नभए घुम्यो बस्यो। बजारमा जस्तो खाएछ, जति बेला नि खाएछ, सुतेछ, काम गर्नु गयो। यहाँ त टक्क खायो अनि गाउँको लाइफस्टाइल कस्तो हुन्छ नि, खाना खायो, बिहान उठ्यो, फ्रेस भयो, खाना खायो, नभए घाँस सास काट्यो, भैँसीलाई हाल्यो अनि म त खोलामा आइपुगेँ। अहिले यहाँ र माछा मार्ने हो क्या। यस्तो माछा पाउँछ नि यो। कति आनन्द आउँछ होइन यो खोलाको साउन्ड। आनन्द छिटो हावा आउँछ यस्तो। गाउँ भनेको त गाउँै हो। अहिले यहाँ फेरि माछा मार्न आउनुपर्छ। अहिले चाहिँ साथी काममा छ होइन। अब चाहिँ म फेरि त्यहाँ पसलमा केही सामान किन्ने भनेर आएको हो। सामान किन्ने थियो, जाने थियो। के गर्यो यार, खुट्टामा यहाँ झन्डै मया उहाँ काम गर्दैछ क्या सूर्यदेव।
चाहिँ जर्सी लाग्यो। यो पसलबाट सामान किनेर आएको हो। म सूर्यलाई भेटेँ, एकछिन गफसफ गरेँ। घाममा काम गर्दैछ केटा। हिजो एउटा काममा लागेको छ, चुरी बुन्दै थियो पिल्लरको। अहिले फेरि बेलुका झल्लै घर फेरि सुन्न पऱ्यो। दाढी साडी फाल्नु पऱ्यो, दाढी पनि लामा छ। अन्त यहाँ केही काम छ होला, काम गर्नु। आमाले दाउरा साउरा चिन्छ भन्ने गरे चिने होला। यस्तो गाउँ सर हेर्नु त, चिसो खोला बग्छ। निसी खोला भन्छन् त्यसलाई। यो चाहिँ वार्ड नम्बर 2 मा पर्छ। यहाँ चाहिँ उकालो हिँडेको बानी नपरेर बानी बिग्रिएछ क्या। उकालो हिँड्नै सकिन्न, सुहासा हुन्छ। यस्तो सुहासा हुन्छ त, यस्तो हुन्छ। त्यही भएर हिँडी पनि रहनुपर्ने रहेछ। यो मेरो पनि यस्तो पुवा भइन्छ र नि। त्यही मैले मन्जनै ल्याउने बिर्सेछु नि यहाँ। यति माथि आइसक्यो। हेत्तेरिका कति भएको मलाई। अरूको बुट्टा अरू सानो खाले यहाँ फाल्यो भने कोखाले भागिरहेको। कति भएको हात गरिसक्यो मेरो। ज्याकेट गर्मी भयो मलाई त। आइपुग्यो अब त्यहाँ आमा एक्लै साथी हुन्छ क्या आमालाई नि। अरूलाई त कस्तो लाग्छ नि, मलाई त आनन्द हुन्छ कि बुढा आमा बाबाहरूसँग बोल्न मजा लाग्छ। सुनेखानी के अरे बुढापाका कुरा सुन्नु, बुढा र बुढीको आगो ताप्नु मुराको भन्छन् नि। त्यस्तो बुढाबुढीहरूको कुरा चाहिँ सुन्नुपर्छ, रेस्पेक्ट पनि दिनुपर्छ। है बुढाबुढीहरूले आम्बाहरूले नराम्रो कुरा कहिल्यै सिकाउँछन्, राम्रो कुरा सिकाउँछन्। र त्यही भएर अहिलेको युवाहरूले त खासै रुचाउँदैन कि गफ गर्ने क्यार्ने रुचाउँदैन। मलाई चाहिँ एकदम रुच्छ। तपाईँहरूले रुच्छ पनि। घर चाहिँ हो म यहाँ आइसकेँ। गएर एकछिन फ्रेस हुने भयो। पसिना त फ्याक्कै भयो। यही होला क्या। यो पहिला एउटै थियो अरे यो बारी, अनि यता माथिबाट के अरे बारी आएर बगैँचा क्या पानी आएर पुरै भल फल्दैछ। हेर
यो यहाँ अहिले एउटा पारी एउटा हो र दुईटा बाटो भयो पहिला त एउटै थियो अरे आमाले भनेको म चाहिँ अहिले निसी खोलामा मेरो साथी घरमा आएर सुरुको ब्लग स्टार्ट गर्दैछु कस्तो हुन्छ नि अब चाहिँ स्टार्ट गरौँ भनेर बस्नुभन्दा रमाइलोका आए नि नआने घर अब कुकुर पुग्छ होला खाउ गर्छ होला कुकुर माछा नमस्ते आबा ब्लग भिडियो सबले हेर्छन् फेरि यो बनाएपछि भाइरल भइन्छ के बनाउनु लगेर त्यो टपरी खुट्न यी टपरी खुट्ने सिङ्का बिहामा टपरी बुन्नी हानेर आमाले सिङ्का बनाउनु लाग्यो मेरो बिहा गरिदिने अरे क्या अब सुटेको बिहा नगरिदिने अरे सूर्यले बिहा गर्नु मान्दैन मैले बिहा गरेर अब यहीँ राख्ने अरे यहीँ बस्ने हो क्या कङ्कट खान लाग्नु भयो क्या पहिला पहिलाको मान्छे रिया खानु पाएको छ नि अहिले त मात्दैन यो मलाई हो यो उसो का यो तपाईँलाई हो यो मलाई हो मैले अब भाँड धुनी होला गरे घाँस पनि ए काटे हो एक डोको घाँस अब घाँस लजाने हो घाँस काट्यो म त घोडा टेक्छु क्या फेरि घाँस पनि काटियो एक डोको भौँसीलाई हालिदिने अब आमाले उता पर लैरो गए म त एक डोको ट्याक्क पुऱ्याएँ आमाले भयो भनेदेखि नि सरर जौबारी छ यहाँ बाटो यस्तो यो कुलो हो यस्तो नि हुन्छ म फेरि यस्तो अन्त कलाएर घाँस काटेको छु घाँसको बारी बोकेर आएको छु एकदमै नगर्दा घर आइपुग्यो किरा करा घाँसको भात लिएर घर आयो यो यही खाना डोको खाना र डोकोसँगै राख्ने यसो राख्ने नि
पोखरीमा भाले कराउँछ है त्यो त अझै म आएर यही हुनु त घर आमाले के भन्नुहुन्थ्यो अरे गीत गाउन आउँछ गीत गाउन आउँछ गाउन आऊ न माया त गर्न आउँछ क्या सबैलाई माया गर्नुहुन्छ होइन माया गर्न आउँछ गीत गाउन आउँछ यानीमा गीत गाउने गरेर हाम्रो आमाले सुत्ने बेलामा जहिले नि यानीमा गाउने अनि म भुसुकै निटाउने 12-13 वर्ष त्यस्तो गर्दिनँ आमाले ल कहाँ गयो नि म त्यो त आमा नि कति वर्ष 60 62 वर्षमा कि कति वर्षमा त्यहाँ सुरुले अघि आइरहनु क्या बेलुका बेलुका छुट्टी हुनेलाई आइज अनि उहिले पनि भन्दा गऱ्यो फेरि कता माछा जाम भन्ने होला फेरि त्यही भएर जानु लाग्छु अब फेरि बेलुका हुनु लाग्यो त्यही भएर त्यसको छुट्टी हुने होला त्यो ट्याक्क आउने भनेर जन्लाको हो बेलुकाको अहिले 5:30 हुन्ला माथि माथि घाम पुग्यो डेन्जर अग्लो अग्लो भिड छ है अमृत कुचो पानी आयो त्यो त सुकेर भएर पानी आएछ पानी आएछ यहाँ त यस्तै हो नि हेर्नु यो फुलको नाम के हो तपाईँलाई थाहा छ मलाई थाहा छैन है फेरि फुलको नाम के हो भनेर आइया गरे कस्तो हात त फुक्कायो नि त किन अरे यस्तो हात काट्यो नि मलाई सिकाइदियो त भ्लग कसरी गर नि भनेर सिकाइदिनु त हातै दुखो यार कफल क्या कुया घुम्थे कि छोरी सपनीमा आउने का अवधि माया लाउने का मनमा बसेको कसम तिमी हो